हेलो अनि नमस्ते सबैजना आई होप सबैजना सन्चै हुनुहुन्छ होला है। आज चाहिँ धेरै दिनपछि मेरो हस्बेन्ड घर आउँदै हुनुहुन्छ नि त, सो उहाँको लागि केही कुरा मिठो खानेकुरा बनाउँछु। मिठो भन्नाले एज युजल त्यही हो। धेरै दिनपछि चाहिँ उहाँ आउनुभएको हो नि त, सो उहाँले चाहिँ मेरो हातको चाहिँ टेस्टै बिर्सिसक्नुभयो होला। तर पनि लेट्स सी कस्तो के भन्नुहुन्छ उहाँ चाहिँ कस्तो हुनुहुन्छ भने मैले पकाएको चाहिँ जे पनि मिठो अब हुनु त राम्रो, अब लाइक माया गर्ने मान्छेको त जे पनि राम्रै जे पनि मिठै लाग्छ भन्ने हुन्छ होइन। उहाँलाई चाहिँ मेरो हस्बेन्डलाई चाहिँ त्यस्तो छ क्या। अनि एक दिन त झन् के भएको थियो भने साथीहरू है, म भ्याएको थिइनँ होइन। अनि मैले सब्जीहरू सबै बनाइसकेको थियो अनि मैले जस्ट अब त्यो चलाउनु मात्र पर्ने थियो क्या, लाइक हेर्नु मात्र पर्ने थियो। अनि मैले मेरो नन्दलाई भनेको थियो नानी त्यहाँ उभिएर बस्नु, त्यो एकछिन उम्लिन्छ अनि उम्लेपछि मार्ने भनेर। अनि नानीले चाहिँ फेरि चलाउँदै मार्नु भएछ नि, त्यतिखेर ठ्याक्कै मेरो हस्बेन्डले देख्नुभयो। अनि उहाँले यसले बनाएको त मिठै भएन भन्नुभयो क्या, खानु भयो तर यसले बनाएको त मिठै भएन भन्नुभयो। अनि पछि मैले कसरी चाहिँ मिठो भएन त्यो मैले बनाएको हो भनेर, त तिमीले बनाएको अनि बहिनी पो उभिरहेको थियो नि त भनेर भने। अनि बहिनीलाई त चलाउनु पो दिएको त हो, म एकछिन बिजी भएर भनेर भनेको त ए मिठो छ अरे क्या। लाइक उसलाई मैले चाहिँ जस्तै बनाए पनि मिठै छ भन्नुहुन्छ क्या। त्यही भएर यो किस्सा सुनाएको। अब हेरौँ आज चाहिँ के भन्नुहुन्छ, कसो हुन्छ, नबिर्सिनु पो भयो भनेर चाहिँ कुरा गरेको। सो या अब म बनाउने तर्फतिर लाग्छु। अलरेडी इट्स लाइक 5:30 टु 6 बजे सक्यो। 6 बजेभित्र चाहिँ उहाँ आउनुहुन्छ भनेको छ। सो लेट्स सी के हुन्छ कस्तो हुन्छ। ल के पकाउँछु म तपाईँहरूलाई देखाउँछु। कस्तो हुँदैछ घर आएर जुत्रे कस्तो हो? जुत्रे देखेको कति याद गर्यो बुढो, कति याद गर्यो मलाई? धेरै, कति धेरै कस्तो जुत्रे भएर आएछ त। हेर न कपाल सपालहरू। ल अब मैले मिठो पकाउँछु अनि खाने। ल टोइलेटमा चाहिँ जेसाने हो के दादा टोइलेटमा त ल भन्नु साथीहरू। अब मेरो चाहिँ अलरेडी सबै होइन रेडी भइसकेको छ। सक्नुहुन्छ यहाँ सुँगुरको मासुमा पल्किनु। गोर्खे अचार पनि बनाएको छु होइन साथीहरू। यो चाहिँ फेरि मलाई धनियाँ लगाएको चाहिँ एकदम मिठो लाग्छ क्या पिरो। अर्को अचार छ बदामको, यो चाहिँ मेरो बुढालाई चाहिँ मैले पस्काएर दिइसकेको छ। यस्तो छ आइटमहरू चाहिँ होइन यहाँ मेजमा च्याट्ट लाएर। कस्तो छ भन्ने पनि दिनुहोस् त मालिक साहब। मिठो छ कान्छी, मिठो छ हेर्दै मिठो छ, हेर्दै मिठो छ। मिठो भयो। कति दिनपछि खानु पायो भन्नु त? 12-13 दिनमा मिठो भयो। ल अब मेरो देवर बाबुलाई दिनु पर्यो होइन साथीहरू। देवर बाबुलाई चाहिँ यहाँ छ होइन। अनि यहाँ दाल दादासँगै खान्छ अरे। लु खानु त कस्तो भएछ। भातमा मात्र खाँदैछ। मिठो भएछ इज्जतको के गरेको बुढा यो चाहिँ फेरि। ल साथीहरू अब चाहिँ यस्तै रह्यो। त्यो साथीहरू मैले चाहिँ खानपिन दिइसकेको छु है अब हस्बेन्ड र देवर बाबुलाई। अनि नन्द चाहिँ भरे बेलुका मात्र आउनुहुन्छ, ट्युसन पढ्नुहुन्छ नि त उहाँ चाहिँ, त्यही भएर एकदम बेलुका मात्र आउनुहुन्छ। सो यही रहेको छ मेरो चाहिँ आजको भ्लग। अनि थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड। म पनि खानुपर्छ छिटो, त्यही भएर भ्लगिङ गर्दैछु। भोक लागिरहेको छ, केही खाएको छुइनँ यस्तो पकाउँछु भनेर। सो या थ्याङ्क यू सो मच। अनि यदि हजुरहरूले सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला अनि हिट द लाइक बटन। अनि त्यसपछि भ्लगहरू मजाले सिरियली आउँछ क्या, तपाईँहरूले हेर्नुलाई मजा आउँछ, नोटिफिकेसन पनि आउँछ नि त, त्यही भएर। सो या थ्याङ्क यू, बाई बाई, लभ यु अल।